नमस्ते, म विकेश रुम्बा। म चाहिँ आज तपाईहरुसँग के कुरो गर्न जाँदैछु भन्दाखेरि तपाईले कुनै पनि कुरामा कुनै पनि काममा फोकस गर्नु भएको छ भने त्यो कुरामा अब भनौं न तपाईको पछाडी अब कुरा काट्ने, तपाईलाई नराम्रो भन्ने र तपाईको कुरामा हाँस्ने त्यस्तो मान्छे जहाँ पनि पाइन्छ। तर तपाईहरुले के सोच्नुहुन्छ त्यो कुरालाई तपाईहरुले सोच्नुहुन्छ होला कि ला यो मान्छेले यस्तो भन्यो, यो मान्छेले उस्तो भन्यो, हाँसिरहेछ मेरो कुरा हेरेर, मेरो काम हेरेर। तर त्यस्तो नसोच्नुस्, किनकि त्यो भनेकै तपाईको सक्सेस हुने बाटो हो। जब तपाईले राम्रो गर्दै जानुहुन्छ नि हैन, त्यसमा धेरै आउँछ त्यस्तो मान्छेहरु तपाईलाई कुरा काट्ने अनि हाँस्ने। मलाई चाहिँ लाग्छ त्यो नै हाम्रो सक्सेसको बाटो हो। अनि हुन्छ नि त, तपाईले कुनै पनि काम गर्दै हुनुहुन्छ, त्यो काममा हुन्छ नि त मान्छेहरुले अलिकति कुरा काट्ने, यार तिमी त यस्तो उस्तो, अनि यताउति कमेन्ट गर्ने। तपाईहरुले के सोच्नुहुन्छ त्यो कुरालाई? म चाहिँ त्यो कुरालाई आफ्नो सक्सेस हुने बाटो सोच्छु के। त्यो नै हाम्रो सबैभन्दा बेस्ट अप्सन सक्सेस हुनको लागि। त्यसले गर्दाखेरि नै हामी अलिकति माथि, जब हाम्रो भनौं न हामीसँग कुनै पनि अब दुश्मन छैन भने हामी के गर्न सक्दैनौं, हामीमा दुश्मन हुनुपर्छ। एक्जाम्पलको लागि म तपाईहरुलाई भन्छु, हामी कुनै पनि गेम खेलिरहेछ, त्यो गेम खेलिरहेछ, अब दुई पक्ष गेम खेलिरहेछ, त्यसमा हार जित हुन्छ। कुनै पनि गेममा हार जित हुनको लागि त अब दुई पक्ष चाहिन्छ भने हामी त आफ्नो जिन्दगीलाई सक्सेस बनाउनु, त्यसमा कति धेरै हार जित, तल कहिले अप एन्ड डाउन, लाइफ कहिले तल माथि त्यो भइरहेछ। तर आफूले हार मान्नु भएन। मान्छेले यस्तो भन्यो उस्तो भन्यो, ए यार यो हाँसिरहेछ मेरो कुरामा, त्यस्तो सोचेर पछि हट्ने होइन, तर अगाडि बढ्नुपर्छ। आफ्नो जे छ त्यही देखाउने, जे छ जसरी हुन्छ अगाडि बढ्ने, मान्छेको कुरा सुनेर यताउति होइन। कुनै पनि एउटा सानो कमिला होस् या धमिरो, उसलाई एउटा घर बनाउनको लागि कतिसम्मको दुःख गर्नुपर्छ र कतिसम्मको मेहनत गर्नुपर्छ। हामी त मान्छे हो यार, मान्छे भएपछि त अलिकति हुन्छ नि त, धेरै आउँछ त्यस्तो। ओके, तपाई जहाँ हुनुहुन्छ, जे गर्दै हुनुहुन्छ, आफ्नो तरिकाले गर्नुस्, राम्रो गर्नुस् र बेस्ट गर्नुस्। अरूको कुरा सुनेर, अरूले कुरा काट्यो भन्दैमा त्योतिर फोकस नगर्नुस्। हस् त, आजको भिडियो यति नै।